हल्का मात्रै अँधेरै छ त बुढी खास गरी 5:15 बजे जानु थियो आज चाहिँ मिमीले पाउने 5 बजे उठाइदियो खासमा उठेर हुन्छ पिसाब पनि उठेको थिएँ म पिसाब पनि उठेको थिएँ के भन्नु कि त्यो म उठेको त त्यो उठेको गाह्रो छ गाइस बिरालो ल्याएको सुत्नै दिन्न यार 4 बजे उठिसकेको छ यस्तो गाह्रो भयो जाडो भयो है हामी चाहिँ जान लागेको त्यो डाँडानिर है जाडो जाडो छ जो होइन बुढी सुनसान है मेन रोड क्या मजा आउँदो रहेछ यस्तो हेर्दा चाहिँ मान्छे चाहिँ पानी भर्न हिँडेछ बिहान बिहानै यस्तो कल 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 गरेछ अनि बुढी लुगे यार लगभग 1 महिनापछि मर्निङ वाक आएको आनन्द लाग्यो कहाँ कहाँ छिरेको हो अब हाइटको प्रब्लम भयो बुढीलाई के त छ त हामी चाहिँ मैले तलबाट देखाएको डाँडामा आइपुग्यौँ है पोखरा सहर यस्तो मजाले देखिने एउटा अनि बुढीले न्युरो चाहिँ तिजा मगाइसकेको रहेछ आजको तरकारी हुन्छ बुढी चाहिँ मर्निङ वाक आउने भनेर न्युरो टिप छ है टन्नै अझै हामी जाने ठाउँ चाहिँ त्यो माथि डाँडा हो पाइन्छ कि त्यो चाहिँ आज चाहिँ गएन किनभने आज चाहिँ वैशाख पूर्णिमा यसो घरमा पूजाआजा गर्नु पऱ्यो त्यही भएर चाहिँ फर्किन लाग्यो भोलि चाहिँ स्योर जाने हो माथि डाँडा बुढी आइसिलो हेर तर खाली फेर्छु नि त म कस्तो अघि नै चढिसकेको छ नि त मान्छे म नि आउँछु देखाएन फेरि ल गुड मर्निङ साथीहरू धेरै दिनपछि चाहिँ म भ्लग बनाउँदैछु अस्ति पनि बनाएको एउटा दुईवटा तर अलि कन्टिन्यू भएन कि अब चाहिँ कन्टिन्यू गरौँ भनेर ल अहिले चाहिँ हामी चाहिँ मर्निङ वाकबाट फर्केपछि चिया खान लाग्यो म चाहिँ यो चाहिँ मिमी भन्ने सानो बिरालो छ त्यसको खाने दुध यो चाहिँ बुढी कता आएर बुढीले देखाउँ भनेको बुढी त स्टोरमा रहेछ खाना बनाउनु लाग्छ बुढी चाहिँ सो आज दिनभरि के हुन्छ म तपाईँहरूलाई देखाउने छु बुढीको डायटहरू चाहिँ बिहान बिहानहरू कस्तो राम्रो खाना होला नि मान्छे कति हेर्ने ल्याउँछ त्यो जङ्क फुड बिहान बिहान मलाई आज यो खाना एकदम मन लाग्यो दिनुपर्छ एक दिनको एक बारको जिन्दगीमा खानुपर्छ मज गर्नुपर्छ इन्जोय त्यसो रक्सिहालेर आउँथ्यो खानुपर्छ सबभन्दा पहिला चाहिँ मोबाइल कभर किन्नु छ क्या यो चाहिँ खिच्दाखेरि खालि क्र्याक 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 कराउँछ कि यसले चिप्लो छ नि त त्यही भएर त्यो चाहिँ कराउँदछ रबरको भएर आज चाहिँ फर्सी काटेर खानु लाग्यो हामीले आज चाहिँ भेज खानु पऱ्यो नि त बुढी होइन ओ मम्मी गुड मर्निङ मिमीको मम्मी ल छोरीलाई चिच्चीको ल मिमी फेरि ल चिच्चीको ल त कसरी खुवाउँदो रहेछ तिमीले पोटी नि गर्दैन त्यहाँ गराइरहेको राखिदिएको यता यता ओ मतिर हेर्नु त समाधान त्यसलाई यति छुच्ची छ नि यो बिरालो आमामा भाइरै छोरीको काम बढेछ छोरीको सबैको बढेछ घरको कति क्युट छ फेरि पानी भने यति छुच्ची छ यसको कस्तो मजा धेरै पुखाइदियो नि त तिमीले यस्तरी यस्तरी हल्का मात्रै छोरीको निन्द्रै नपुग्ने भयो है बिरालोले गर्दाखेरि बिहान 4 बजी उठ्छ भने क्या हेर्दै 4 बजी उठ्ने नहेरौँ त यहाँ मुसाले खाइदिन्छ कि तिमीलाई ल हामी चाहिँ खाना खाएर आएको बिरालो चाहिँ आज फर्स्ट टाइम यहाँनिर बसेको हाम्रो मिमी मिमी यता हेर्नुहोस् मिमी यता
चाहिँ बाहिर निस्किनु भएको महेन्द्रपुलतिर ल हिँड्छ आम्मा कति गर्मी भएको पानी पर्ने होला फेरि भरे ल महेन्द्रपुलतिर है गाइज हामी चाहिँ सिप्ले ढुङ्गातिर प्राप्तिको सामान किन्नु छ अरे के हो भिडभाडै भइरहन्छ अरे यहाँ जहिले नि ल यत्तिको भिड पर्छ आज चाहिँ ल हेर्नु त मान्छेको धेरै माया हो यो Oh, nice. दामी रहेछ है के किने प्राप्ति सुप लाग्नु चाहिँ टन्नै रहेछ आइटमहरू त राम्रो राम्रो रहेछ चिनिन्छ तर यत्रो ठुलो राम्रै छ तपाईँलाई गिफ्ट ओके टन्नै रहेछ प्राप्तिले के भेटायो बडी कलेक्सन यहाँ रहेछ किन्नु न सोसियल मिडिया यो मालसँग टल्कै यो चलाउँछु आर्ट चिजको ट्याक्कै आडैमा खोलेर रहेछ लुजो गिफ्ट सप भन्ने ल हामी चाहिँ फेरि आर्ट चिजतिर आर्ट चिज ग्यालरी यो चाहिँ एकदम पुरानो पोखराको है कत्रो माछा एउटै रहेछ गोल्डन कलर रहेछ यसरी यो कसरी बनाएर यसरी पटक 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 गर्छ किन हो है किन हो ल फाइनली यसो कभर लियो होइन नकराउला के नकराउला करा यस्तो मूल्यको सिल्कन ल फेरि अर्को गिफ्ट सपमा कता कता घुमाउने छोरीले मिमीको हो र यो बिरालोको हो कुकुरको हो के भयो नि तिमीसँग त यो लिएर जानु पऱ्यो यार ठिक हुन्छ यो लिएर सम्हाल यो लिएर सम्हाल्यो त्यसलाई आज भेटियो जस्तो छैन निबो गल्लीतिर हो हामी चाहिँ त्यो झन् पाइएला र चिया खानु पऱ्यो अरे पैसा ल्याएको चिया खानु पऱ्यो कति गाई चिया खानु पऱ्यो कस्तो छ चिया ल छोरीले चाहिँ चारवटा पसलमा बल्ल छिर्दैछ यतै यहीँ बसेर खानु तपाईँ चिया पिउनु मान्छे ल बाटोमा ल हाई भ्यायो सपिङ हामी चाहिँ बाबाको वेटिङमा आइपुग्यो केरा र फाइनली हामी चाहिँ फर्कियौँ सपिङ भ्यायो छोरीको थोरै छ तर महँगो छ साउन्ड है प्राप्तिको फेभरेट रेस्टुरेन्ट तिब्बतियन मोमो रेस्टुरेन्ट ड्राई लाफिङ है चिकन प्राप्ति फेभरेट मोटो किमा नुडल्स यो चाहिँ मेरो चाउमिन छोरी लाफिङ ममरा के आउनु बाँकी छ सैफली ल सुरु गरौँ आजको खाजा चाहिँ खाजा खाएर हामी चाहिँ निस्केको अवस्था हो घरतिर आइट छ नि कसो आउँछ हो अनि स्टिममा चलाइहाल्नु जान्छ होला जान्छ है मजा आउँदो रहेछ त्यसमा रबरले बाँध्नेहरू जान्नु होला कति है ल गाइस हामी चाहिँ फर्के सपिङ गरेर खाजा खाएर आमाहरूलाई चाहिँ जुदा हो हेलो यता किने ल ल हामी चाहिँ घर आइपुग्यौँ अब एकछिन रेस्ट गर्ने
त्यसपछि खाना खाइन्छ खाइँदैन थाहा छैन। अब सुत्यो भने सुत्यो एकचोटि बेलुका उठ्ने नत्र खाना बनाएर खानुपर्छ। ल सुतौँ भनेको आज सुतिएन है, 8 बजिसकेछ। अब चाहिँ एकछिन आराम गरेर सुत्नुपर्छ। ल खाना खाइएन आज साथीहरू, भोकै लागेन कि जङ्क फुड खाएर चाहिँ कहाँबाट भोक लाग्छ, स्प्रेड खाएर जानु चाहिँ। ल साथीहरू आजको भ्लग यति नै थियो है। के कस्तो भयो त्यति राम्रो त भएन जस्तो लाग्छ मलाई, त्यही पनि माया गरिदिनु होला, लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। See you next vlog guys. Bye bye.